हेलो एभ्रिवान नमस्ते। फार्मा इन्फो नेपालको यो भिडियोमा यहाँलाई स्वागत छ। सधैँ चाहिँ फार्मेसी लाइसेन्स लोकसेवाका विभिन्न प्रश्नहरूको समाधानका साथ आज पनि यो नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत गर्दछु। यो नयाँ टाइपको क्वेसन छ, त्यही भएर तपाईँलाई मैले यसमा विशेष चर्चा गर्नलाई यो भिडियो ल्याएर आएको छु। यदि तपाईँहरूलाई हामीले पढाएका कन्टेन्टहरू, हाम्रा सामग्रीहरू ठिक लाग्छन् भने हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। त्यसै गरी तपाईँहरूको साथीहरूलाई नि हेर्न भनिदिनु होला। आउनुहोस् अब हामी सुरु गरौँ। भनेपछि यहाँ क्वेसनमा यो टियु टिचिङ हस्पिटलको लोकसेवा आयोगद्वारा सोधिएको क्वेसनको यो समाधान मैले ल्याएर आएको छु। भनेपछि यहाँ क्वेसनमा चाहिँ के सोधिएको छ भने विच इन्स्टिट्युसन अफ नेपाल फेमस फर गिभिङ द ड्रग इन्फर्मेसन एज अ ड्रग इन्फर्मेसन सेन्टर भनेर क्वेसन सोधेको छ है। अब यसमा चाहिँ धेरै इन्फर्मेसनहरू छ। नेपालमा अहिले ड्रग इन्फर्मेसन सेन्टरको रूपमा परिचित अर्थात् एक्टिभली संलग्न संस्था भनेको हाम्रो फ्याक्ट नेपाल भनेर है। फ्याक्ट नेपाल किर्तिपुर हस्पिटल जुन छ त्यहाँबाट ड्रग इन्फर्मेसन सेन्टरहरू छ र त्यहाँबाट ड्रगसँग रिलेटेड तपाईँहरूको इन्क्वायरीहरू जतिखेर पनि तपाईँहरूले कल गरेर उहाँहरूले तपाईँहरूलाई इन्फर्मेसन दिनुहुनेछ है। 24 घन्टा एभाइलेबल छ। तर ड्रग इन्फर्मेसन सेन्टर है, ड्रग इन्फर्मेसन सेन्टर भनौँ अर्थात् ड्रग इन्फर्मेसन युनिट भनेर पनि भन्छ है। तर यसको सुरुवात नेपालमा भनेपछि 1994बाट है, 1994बाट भएको। एकैछिन है, यहाँ तपाईँलाई लेख्दाखेरि नदेखेको हुनसक्छ। ठिक छ। ड्रग इन्फर्मेसन युनिट भनेर है, ड्रग इन्फर्मेसन युनिट भनेर चाहिँ टियु टिचिङ हस्पिटलबाट चाहिँ तपाईँहरूको 1994 एडीबाट चाहिँ के त सुरु भएको है। यो फ्याक्ट नेपाल भन्ने छ जुन, जसमा चाहिँ 2021बाट मात्रै के त तपाईँहरूको ड्रग इन्फर्मेसन सेन्टर चाहिँ इस्टाब्लिस भएको। सुरुमा कहाँबाट इनिसिएट भयो भने अहिले धुलिखेल हस्पिटल, त्यसै गरी मणिपाल हस्पिटल, अरूले पनि ड्रग इन्फर्मेसन सेन्टरहरू चाहिँ के त सञ्चालन गरिरहेका छन् है। तर नेपालमा सबैभन्दा पहिला ड्रग इन्फर्मेसन सेन्टर कुन अस्पतालमा भन्यो भने के त टियुटिएस, त्रिभुवन युनिभर्सिटी टिचिङ हस्पिटलमा 1994बाट चाहिँ के त सुरुवात भएको र हाम्रो यो 2021बाट मात्रै त फ्याक्ट नेपाल भन्ने जुन किर्तिपुर हस्पिटल छ त्यहाँबाट। र अहिले एक्टिभली जुन हामी फेमस भनेर क्वेसनमा भनेको छ इन्स्टिट्युसन जुन चाहिँ फ्याक्ट नेपाल किर्तिपुर हस्पिटल चाहिँ हाम्रो के त एकदम एक्टिभली इन्फर्मेसनहरू ड्रग रिलेटेड तपाईँहरूलाई अर्थात् हामीहरूलाई दिइरहेको छ है। यसको नम्बरहरू गुगलमा हेरेर तपाईँहरूले डिटेल पाउन सक्नुहुन्छ। यो क्वेसन चाहिँ लोकसेवा आयोगमा सोधेको क्वेसन हो। यसको बारेमा धेरैलाई जानकारी नहुन सक्छ भनेर मैले तपाईँहरूलाई चाहिँ जानकारी गराएको हुँ। यदि तपाईँहरूलाई हामीले पढाएका कन्टेन्टहरू ठिक लाग्छन् भने हाम्रो क्लासहरू जोइन गर्न सक्नुहुन्छ, जसका लागि 9868719471को भाइबर नम्बरमा मलाई म्यासेज गरेर हाम्रो कक्षाहरू जोइन गर्न सक्नुहुन्छ। फेरि म तपाईँहरू सामु नयाँ जानकारीमूलक भिडियोका साथ अर्को भिडियोमा भेट्नेछु। अहिलेलाई बिदा हुन्छु। हस्त नमस्ते।